नगरपालिका वार्ड नम्बर 8 निवासी स्वर्गीय मनमाया गुरुङ आमाको 4औं पुण्यतिथिमा हामी झापा जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारीहरू, नगरपालिका, गाउँपालिकाका सम्पूर्ण पदाधिकारीको उपस्थितिमा हामी यस स्वर्गीय आमाकै निजी निवासमा हामी उपस्थित भएका छौँ। सर्वप्रथम यसलाई औपचारिकता दिनको निमित्त म झापा जिल्ला कार्य समितिका अध्यक्षज्यूलाई आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यस्तै गरेर उपाध्यक्षज्यू भाग्यमान गुरुङज्यूलाई पनि आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्छु। त्यस्तै गरेर हाम्रो सहसचिवज्यू मदन किशोर भाइलाई पनि आफ्नो आसन ग्रहण गरिदिनु अनुरोध गर्छु। त्यस्तै गरेर दमक नगरपालिकाका नगर प्रमुखज्यूलाई, नगर अध्यक्षज्यू काकालाई पनि आसन ग्रहण गरिदिनु अनुरोध गर्छु। त्यस्तै बिरतावन नगरपालिका हाम्रा भाइ लाई पनि आसन ग्रहण गरिदिनु अनुरोध गर्छु। त्यस्तै गरेर सम्पूर्ण हाम्रा सदस्यज्यूहरू, हाम्रो भीम भाइ जिल्ला कार्य समितिका सदस्यज्यूलाई आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु अनुरोध गर्छु। त्यस्तै गरेर सल्लाहकार समितिका प्रमुख बालाकाजी दाईलाई पनि आसन ग्रहण गरिदिनु अनुरोध गर्छु। त्यस्तै सदस्यज्यू जिल्ला कार्य समितिका सदस्य सन्तोष दाई फोटो सेसनमा हुनुहुन्छ, उहाँलाई पनि आफ्नो स्थानमै आसन ग्रहण गरिदिनु अनुरोध गर्छु। कन्काई सूर्य दाईलाई पनि अब उहाँ टाढै भए पनि बाटैबाट पनि होइन आसन ग्रहण गरिदिनुहुन्छ भन्ने आशा गरेको छु। ल र अरू सबैभन्दा पहिलो कुरा, हाम्रो यो प्रक्रिया 2080 साल पौष 25 गते हाम्रो गठन भएको थियो झापा जिल्ला लामिछाने बन्धुको। त्यसले त्यो गठन भए पश्चात हामीले प्रत्येक हाम्रो लामिछाने बन्धुहरूमा पर्न गएको जुन दुःखद घडीमा हामीले चाहिँ त्यहाँ गएर चाहिँ संवेदना प्रकट गर्ने एउटा निर्णय गरेर बमोजिम हामी अहिले प्रत्येक लामिछाने घरहरूमा त्यस्ता के अरे अवस्थामा हामी पुग्ने गरेका छौँ र अहिले त्यो कार्य जारी नै छ। र यहाँहरूले पनि यो बुझिसक्नु नै भएको छ होला र यहाँहरू पनि सदस्य भइसक्नु भएको छ होला भन्ने कुरा मलाई जहाँसम्म विश्वास छ। र अब हामी उहाँ आमाको सम्झनामा 1 मिनट मौन धारण गरिदिनु हुनको निमित्त सबैलाई आफ्नो स्थानमा उभिएर आफ्नो टोपी के अरे सलहरूलाई निकालेर शान्तिको बाटोमा छोडे असत्य मार्गमा उच्च राखौँ आफ्नो मन, सत्य गरौँ आफ्नो काम, नजलाउनु हरियो वन, नरोआउनु अरूको मन, सके सबको भलो सोचौँ, भलो कहिले नसोचौँ, सके सबको भलो सोचौँ, भलो कहिले नसोचौँ। धन्यवाद। हामी सबैजनाले मौन धारण गरेर आमालाई वैकुण्ठ बासमा उहाँले सुख शान्ति प्राप्त गरोस् भनेर यहाँले मौन धारण गरिसक्नु भएको छ। त्यस्तै अब मैले यहाँ सानो लेख तयार गरेको छु, त्यस लेखलाई म वाचन गर्नको निम्ति यहाँहरू समक्ष अनुमति माग्दछु। आज मिति 2082 साल 12 महिना चैत्र 7 गते शनिबारका दिन झापा जिल्ला कन्काई नगरपालिका वार्ड नम्बर 8 लक्ष्मीपुर निवासी हाम्रो लालछिने बन्धु स्वर्गीय मनमाया गुरुङको 4औं पुण्यतिथि साक्सुममा लेम लामछाने समाज झापा जिल्लाका अध्यक्ष श्री धनबहादुर गुरुङको अध्यक्षतामा नगर जिल्ला गाउँपालिकाका सम्पूर्ण अध्यक्ष तथा सदस्यहरूको उपस्थितिमा स्वर्गीय नरमाया गुरुङको आत्माले चिर शान्ति पाओस्, शोकाकुल परिवारमा पर्न गएको शोकलाई
शक्तिमा बदल्न भगवान् बुद्धले शक्ति प्रदान गरून् भनी संवेदना प्रकट गर्नको निमित्त स्वर्गीय मनमाया गुरुङको निजी निवासमा उपस्थित भएका छौँ। उपस्थित सम्पूर्ण महानुभावहरूको उपस्थितिमा स्वर्गीय मनमाया गुरुङको आत्माको चिर शान्तिको कामना र शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवान् बुद्धले प्रदान गरून् भनी हार्दिक संवेदना तथा भावपूर्ण श्रद्धाञ्जली प्रदान गरियो। अब यसपछि हामीले पहिले निर्णय गरे बमोजिम प्रत्येक शोकाकुल परिवारजनमा चाहिँ उहाँ जो मृतक व्यक्तिको नाममा हामीले लामछाने बन्दुकमा एकवटा थाङ्का दिने र उहाँको सम्झनामा उहाँलाई चाहिँ सम्झेर समय समयमा उहाँलाई सम्झिने धुप बाल्ने भन्ने तरिकाले हामीले थाङ्का चाहिँ उपलब्ध गर्ने गरेका छौँ। त्यसमा घरको प्रमुख व्यक्ति आएर त्यो थाङ्कालाई जिम्मा लिइदिनुहुन र अध्यक्षलाई हस्तान्तरण गरिदिनुहुन माथि समात माथि व्यस्तताको बावजुद यहाँ रेकर्डिङ गर्नुहुँदा र यस कार्यक्रमलाई यस समालोचना कार्यक्रम समापन गरिदिनको निमित्त झापा जिल्ला कार्य समितिका अध्यक्षज्यू श्री धनबहादुर गुरुङलाई यो समापन गरिदिनु हुन अनुरोध गर्छु। आजको यस चौथो पुण्यतिथिमा हाम्रो स्वर्गीय आमा हजुरआमा मनमाया गुरुङको चौथो पुण्यतिथिमा शोकमा रहनुभएका सम्पूर्ण सेवाकुल परिवारजनहरूमा भगवान् बुद्धले शोकलाई शक्ति बदल्न शक्ति प्रदान गरून् भन्दै हामी झापा जिल्लाको लेम लामछाने तमु लेम लामछाने गुरुङ समाज जिल्ला कार्य समिति नगर कार्य समिति गाउँपालिकाको स्थायी समितिहरू सबै हामी भेला भएका छौँ र यहाँहरूको सबैको तर्फबाट हामी कार्य समितिका सम्पूर्ण जिल्लादेखि नगरसम्म गाउँपालिकासम्मको समितिको तर्फबाट हाम्रा स्वर्गीय बजू मनमाया गुरुङको आत्माले चिर शान्ति पाओस् र भगवान् बुद्ध लोकमा उहाँको बास होस् र शोक सन्तप्त परिवारजनमा शोकलाई चिर बदल्ने सक्ने शक्ति प्रदान गरे भगवान् बुद्धले प्रदान गरून् र हामीहरू यो अघि हाम्रो सचिवज्यूले भनिसक्नु भएको छ हाम्रो लामछाने समाज झापामा गठन भएको 2 वर्ष नागिसक्यो र यहाँलाई सबैलाई थाहा छँदैछ होला। हामीले प्रत्येक लामछाने गुरुङलाई परेको शोक चाहिँ अथवा दुःख हामी सबै लामछानेलाई परेको दुःख सम्झेर हामीहरू चाहिँ सबै लामछाने झापा जिल्लाभरिमा भएको चाहिँ शोकमा परेका लामछाने गुरुङको घरमा हामी सबै भेला भएर यसरी नै हामी चाहिँ थाङ्का दिएर यो दुःख बाँड्ने गरेका छौँ। हामीहरू यसरी यहाँहरूको दुःखमा हामीले दुःख साथ दिने गरेका छौँ र यो हामीले लामछाने झापा जिल्लाभरिको लामछाने गुरुङहरूलाई चाहिँ हामी सदस्य बनाउनलाई हामीले प्रत्येक घरबाट 1,000 रुपियाँ हामीले सदस्यताको लागि हामी लिने गरेका छौँ। त्यसमा हामीले यसरी नै दुःख परेका घरमा हामीले थाङ्का त्रिरत्नको थाङ्का लाने गरेका छौँ र हामीले उहाँको नाममा मृतकको नाममा चाहिँ यसरी सधैँ उहाँको नाममा धुपबत्ती बालेर भगवान् त्रिरत्नको सम्झना गरेर उहाँको आत्माले चाहिँ चिर शान्ति पाओस् र भगवान् बुद्धको पासमा जाओस् भन्ने चाहिँ एउटा हामीले त्यो कामना गर्दै त्यो त्यसरी हामीले गरेका छौँ र
अर्को कुरो हामीले चाहिँ यसरी कोष जम्मा गरेको मुख्य कारण चाहिँ के छ भनेदेखि हामीको झापा जिल्लाभरि भएका लामछाने गुरुङहरूको चाहिँ फोन नम्बर पनि पाओस्, सबैलाई चाहिँ फोन गर्नु पऱ्यो भने फोन नम्बर होस्, सबैको नाम होस्, जिल्ला कार्य समितिको नाम होस्, नगर समितिहरूको नाम होस् र आपत्तिपर परेको बेलामा पुलिसलाई फोन गर्नु पऱ्यो भने, एम्बुलेन्सलाई फोन गर्नु पऱ्यो भनेदेखि आग लागि भयो भने दमकललाई फोन गर्नु पऱ्यो। यसरी त्यो सबै फोन नम्बर पनि राखेर एउटा सानो किताब तयार पार्ने हामीले जमर्को गरेका छौँ। हामीले त्यो अब करिब सुरु गर्ने पक्षमा छौँ हामीहरू। त्यो अहिलेसम्म सुरु नहुनुको कारण चाहिँ सबै गाउँपालिका नगरपालिका समिति बनिसकेको छैन। त्यो बनिसक्ने बित्तिकै हामीहरू अब छिट्टै सुरु गर्नेवाला छौँ हामीहरू। र यसरी यति भन्दै अब हामीले यो हाम्रो के अरे यो हाम्रो चाहिँ अभियानलाई यहाँहरू सबैले बुझिदिनु हुनेछ। कोही लामछानेहरू चाहिँ सदस्य बन्नु भएको छैन भनेदेखि तपाईँहरूले छिटो सदस्य बनिहाल्नु भनेर तपाईँले भन्नु होला। यसको चाहिँ धेरै महत्त्व छ। हामी सबैको झापा जिल्लाभरिका लामछानेहरूको फोन नम्बर पनि हुन्छ त्यसमा। सबै कुरो अघि मैले भनिसकेँ। यसमा चाहिँ अब आवश्यक नम्बरहरू त्यहाँ पुलिसको फोन नम्बर, एम्बुलेन्सको फोन नम्बर, दमकलको फोन नम्बरहरू त्यस्तै के सबै हुन्छ। त्यसमा पनि त्यो समेटेर चाहिँ हामीले एउटा सानो किताब बुकलेट तयार पार्छौँ भन्दै फेरि पुनः हाम्रो दिवंगत हुनुभएका बोजू मनमाया गुरुङको आत्माले चाहिँ शान्ति पाओस् र उहाँको स्वतन्त्र परिवारमा चाहिँ हामी सम्पूर्ण श्रद्धाञ्जली दिन आएका हामी सम्पूर्ण लामछाने परिवारको तर्फबाट र इष्टमित्र छरछिमेकी सबै तर्फबाट शोक सन्तप्त परिवारमा पनि धैर्यधारण गर्न शक्ति प्रदान गरौँ भन्दै आजको यो शोक सभालाई चाहिँ म अन्त्य गर्न चाहन्छु र परिवारजनबाट चाहिँ आजको शोक सभा चाहिँ अब यहाँ हाम्रो एउटा समवेदना दिने क्रम समाप्त भइसकेको छ र हाम्रो लामछाने बन्धुहरूबाट भइरहेका कार्यहरू के कस्तो छ र के कस्तो हुनुपर्छ भन्ने सल्लाह सुझावको साथ यहाँले घरबाट भोलिबाट अथवा घरको कुनै एकजना व्यक्तिबाट बताइदिनु हामी मान्नेछौँ। दाजुभाइको सल्लाहमा हामी जानेछौँ। सम्पूर्ण हाम्रो लामछाने बन्धुहरूलाई हाम्रो परिवारको तर्फबाट एकमुष्ट रूपमा नमस्ते छ्याजालो। र हाम्रो चाहिँ आमाको यसरी शोकको घडीमा हामी सम्पूर्ण लामछाने बन्धुहरूले चाहिँ एउटा शोक प्रकट गर्नुभएको छ। त्यसको लागि चाहिँ हाम्रो सम्पूर्ण बन्धु दाजुभाइहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। यहाँहरूले हाम्रो चाहिँ शोकलाई बाँडिदिनु भएको छ र यसरी नै हाम्रो लामछाने एकतालाई चाहिँ अझ मजबुत बनाउनुपर्छ भन्ने चाहिँ हाम्रो परिवारको धारणा छ र हामी एकजुट हौँ र हामी सबैको दुःखमा चाहिँ हामीले साथ दिउँ भन्दै यहाँहरूले जुन हामीलाई हाम्रो परिवारलाई समवेदना व्यक्त गर्नुभयो यहाँ यसको लागि फेरि पनि मुरी धन्यवाद भन्दै बिदा हुन्छु। 11 गते चाहिँ हाम्रो सुत्दाई बुधबार 11 गते सुत्दाई छ र यहाँ सबैजनालाई हार्दिक निमन्त्रणा पनि गर्न चाहन्छु। अर्गाउँ सुत्दाई अर्गाउँ हाम्रो गुरुङहरूको तमुहरूको बौद्ध परम्परा अनुसार अर्गाउँमा यहाँ सबैजनालाई निमन्त्रणा गर्न चाहन्छु। धन्यवाद। अब हाम्रो श्रद्धाञ्जली कार्यक्रम त अब एक किसिमले समाप्त भइसकेको छ र हाम्रो स्वर्गीय आमाको नजिकमा गएर होइन 10 मिनट गएर हामीले त्यहाँ उपस्थित जनाइदिनु हुन अनुरोध गर्छु। त्यहाँ कपी छ नि भाइ? कपी श्रद्धाञ्जली गर्नु।